हाई नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आज चाहिँ मङ्गलबार हो। अहिले चाहिँ यतिको उज्यालो हुन थाल्यो है म काममा जाँदा। आज अलि ढिलो पनि निस्किरहेको छु, त्यही भए पनि आज चाहिँ मौसम अलि धुम्म भएर अलि अँध्यारो छ, तर अलि उज्यालो हुन थालिसक्यो अहिले चाहिँ काममा जाँदा। म चाहिँ भर्खर बिहानको खाना खान्छु नि त, खाना खाइसकेर आउँदै गरेको। यहाँप्रति दाइ हुनुहुन्छ होइन। अनि स्याटरडे चाहिँ यो परको डिपार्ट 6 डिपार्ट छ नि, त्यो 6 डिपार्ट 6 डिपार्टमा चाहिँ एकजना बङ्गालीको हात गएछ चाहिँ। त्यो कसरी गएछ भन्दाले चाहिँ क्रेन हुन्छ नि, त्यो क्रेनको डोरी हुन्छ नि, त्यो फलामको डोरी हुन्छ नि, फलामको नि हुन्छ जुटको पनि हुन्छ होइन। हो त्यो डोरी चाहिँ फलाम उचाल्दाखेरि चाहिँ भार धेर भएर चुट्टिएर आएको त्यो चेप्ने हुन्छ नि त, त्यसले आएर यहाँ लागेको अरे। यो दुईवटा औँला मात्रै, यो दुईवटा औँला छैन अरे क्या। त्यो चाहिँ बङ्गाली परेछ, हामीले चिनेकै बङ्गाली हो त्यो मान्छे परेछ। त्यही भएर काम गर्दाखेरि चाहिँ एकदम होसियारी गर्नु होला। अब हुन त एक्सिडेन्ट त कति बेला हुन्छ थाहा हुन्न होइन, तर भए पनि हामीले चाहिँ अलिकति केयरफुल भएर काम गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब हाम्रोमा पनि पहिला घटना भइराखेको छ। यता हाम्रो साथीको भएको, यहाँ अर्को हाम्रो छोटे त्यो हिरो भाइको त्यो छोटेको पनि उसको जिउमा त्यो हुन्छ नि त सान्सोले यसरी हावा लाउँदाखेरि चाहिँ आगो टिपेर चाहिँ आगो लागेको हो। कतिको औला गएको छ, कतिको के भएको छ होइन। गाइस आज चाहिँ फेरि मेरो घर सराई भयो है। म बिहान यहाँ काम गर्दै थिएँ, 10 बज्न लाग्दाखेरि फान्जाङनीमा आएर मलाई माथि लानुभएको छ क्या, माथि 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 एकदम माथि। म सबभन्दा फर्स्टमा निस्केको ठाउँमा लगेको छ। अनि अब यो डिपार्टलाई छोडेर जाँदैछु। फेरि अब पछि यता आउनुपर्ने हो कि यता जानुपर्ने हो कि त्यहाँ जानुपर्ने हो कि त्यहाँ हो कि केही टुङ्गो छैन क्या मेरो। 3 वर्ष हुन लागेको छ, म जति सर्ने मान्छे कोही छैन क्या। यहाँदेखि त्यहाँ, त्यहाँदेखि त्यहाँ किन हो मलाई यति धेरै सार्छ नि। अब आज पनि अब त्यहाँ लगेको छ। त्यो थाइले भन्दै थियो अब लगातार काम चल्छ 2-3 वर्ष भनिरहेको थियो। हेरौँ कस्तो हुँदो रहेछ। अब ती हुन्छ कि यता हुन्छ। पानी पिउने मेरो मग अघि बिहान छोडिदिइरहेको थियो नि त यहीँ तल, फान्जाङले छिकेछामा माथि लगाएको थियो, त्यही भएर म चाहिँ यो लिएर आएँ। अब कन्टेनरमा बस्छु, त्यसपछि फेरि काम गर्नु माथि जान्छु। फेरि आउने चाहिँ यहाँ हो क्या, फेरि कार्ड हान्न चाहिँ यहाँ गाह्रो छ नि मलाई यार। अनि म सुरुमा काम गरेको डिपार्टमा मात्रै फेरि गएको छैन क्या, अरू ठाउँ सबैतिर फेरि जाँदै आउँदै गरिरहेको छु। त्यहाँ पनि बोलाएको थियो तर म गइनँ। अनि यो डिपार्ट पनि मेरो एक्स डिपार्ट हो। यो डिपार्टमा पनि म मजाले काम गरेको हो। 1 वर्ष त मजाले गरेको क्या यो पर। अनि अहिले फेरि यो कुनामा चलाउँथेँ क्या, त्यो मेसिन काट्ने मेसिन छ कि फलाम काट्ने मेसिन, त्यो काट्ने मेसिन मलाई चलाउनु लागिराखेको छ। बिहानभरि सफा गरेँ। अब दिउँसो अब 1:30 बजीदेखि चाहिँ म आरामपछि चाहिँ फेरि म त्यो काट्न थाल्छु क्या। अलिअलि हिउँ झर्न थालिसक्यो। अब चाहिँ मेरो काम सुरु हुन लागिरहेछ। अनि यहाँ बाहिर काम गर्दा चाहिँ के हुन्छ भने यसरी हिउँ अलि धेरै परे हुन्थ्यो जस्तो हुन्छ क्या, एकछिन आराम पाइन्छ नि त हिउँ परिन्छ। तर अहिले म जाँदै गरेको ठाउँमा चाहिँ नो चान्स हो क्या। त्यहाँनिर हिउँ परोस् कि नपरोस्, त्यहाँ हल्का छाना छ क्या। होइन भने तल ग्राइन्डिङ गर्नु लान्छ क्या, जे गरे पनि हुन्न क्या, हिउँ परिरहेको। अलिअलि झरिरहेको छ कि। अहिले म सरेको ठाउँ यो हो क्या। मैले बिहानभरि सफा गरेको होइन, यही मेसिन हो अहिले चलाउने। मैले काट्ने चाहिँ यो मेसिन हो। अनि यो पानी पनि थिएन, सबै गरेर साफ हानेर पुरै चट्ट बनाइरहेको छु। यहाँ परबाट सामान ल्याउने, यहाँ राख्ने, यहाँबाट ठेलेर काट्ने हो क्या। यो पहिला मैले यही काम गर्थेँ। अनि कति 1 वर्ष नै भयो यो छोडेको यो काम गर्नलाई। लास्टै झ्याउ छ क्या यो काम। मैले आएर सफा गरेर यति भएको क्या। अब यहाँ छ त के गर्नु, मलाई यहाँ सार्यो। अब के गर्ने, अब यहीँ काम गर्ने हो।
तर यसरी पानी पर्दाखेरि तल लान्छ कि त्यो थाहा छैन होइन अहिले सोध्ने हो के भन्छ फान्जाङले अब त्यही अनुसार गर्ने हो हिउँ परिरहेछ नि त सानो सानो लगभग लान्छ कि तल कोही नै अरे म्यानमारीहरू आराम गरेर गइसकेछ क्या यो त के हो थाहा छ लालटिन क्या पुरानो लालटिन रहेछ क्या यो चाहिँ यहाँको पानी पिउने ठाउँ आराम गर्ने ठाउँ हो लालटिनमा आगो ताप्ने रहेछ लालटिन होइन यो त हिटरै हो तर यस्तो तरिकाले बनाएको क्या लालटिन जस्तै हामी सानोमा मट्टी तेलले हाम्रोतिर बाल्थ्यो नि हो त्यस्तै हो तर यो चाहिँ करेन्टले बाल्ने हो क्या तातो गाइस आजको पनि जसो काम सक्यो यो काट्ने काम गर्छु क्या मैले चाहिँ 2 मिली अरे क्या 2 मिली पनि फरक हुनु भएन अरे ठ्याक्कै 2 मिली हुनु पर्यो अरे यो काट्न बाँकी हो त्यहाँदेखि माथि सारेर काट्ने हो पानी ल्याउनुपर्छ यो जर्किनमा लौडे भिड्नेहरूको जस्तै हुन्छ क्या तलबाट ल्याउनुपर्छ यार अनि आजलाई चाहिँ काम सक्यो अब भोलि चाहिँ फेरि काम स्टार्ट गर्नुपर्छ क्या काम पनि कस्तो छ यार के भन्ने र कामको लागि त तर अहिले बानी नभएर पनि हो मेरो जिउको हालत चाहिँ के हो यार खत्तम भइरहेछ नि झुस क्या केटाहरू तलबाट आउँदैछन् यार कत्रा छ केटाहरू यार तल त काम त छिट्टो छोडिन्छ क्या यहाँ मात्रै अलिक ढिलो हो यहाँ त यहीँ फान्जाङ हुन्छ नि त त्यही भएर अलिक ढिलो हो तर तल चाहिँ ठ्याक्कै फान्जाङ 5 बजीतिर आइजान्छ यता होइन आइजानुहुन्छ ठ्याक्कै 5 बजे फेरि काम छोडिदिने हो फान्जाङ यदि केही कामले आयो भने फेरि काम छोडेर बसिराखेको भए पनि छिटो क्या एकदम छिटो लगेर ग्राइन्डर समाउनुपर्छ क्या अनि यसो हल्लिने पर्छ अनि फेरि फान्जाङ आइजानुहुन्छ त्यसपछि फेरि काम क्या के गर्नु त यस्तै छ जिन्दगी सबैजना छक्क परिरहेछ म यताबाट आएर क्या म तलबाट आउँथेँ नि त अब त फेरि कन्टेनर बिहान यहाँ आउनु पऱ्यो यहाँबाट फेरि काम लाग्ने बेलामा माथि जानु पऱ्यो क्या